panglangai esemenya go panglangai Subumba gangari kasinam losar dilgu mandi sinam ngani jadatte dhoba laso Allah puni mawalera parvati halala kallala kungling gau jane bato kallala kungling gau jane bato ढुङ्गा छेउमा नचौला फर्नु फर्नु नाचौला हेलो तपाईहरुको चाहिँ न्यू इयर कस्तो भइराछ हैन हाम्रो चाहिँ न्यू इयर तपाईहरु समितिबाट उठाउनु भएको होला हैन हजुर तर मेरो एउटा क्वेशन चाहिँ के भन्दाखेरि सर हैन हाम्रो बाइक पार्किङ गर्न पैसा लियो तर त्यो बिजनेस गर्न आउने त्यो सामान बेच्न आउनेहरुले कुनै पनि पैसा तिरेको छैन रे हैन तिनीहरुको त उठाउन बाँकी हो ए ल त्यो चाहिँ उठाउनु पर्यो गोपर राखेकोलाई पनि उठाउने त्यो चाहिँ तपाईले गर्नु पर्यो किन भन्दाखेरि हामी त्यहाँ आएर सोध्दाखेरि चाहिँ छैन भन्नुहुन्छ हैन अहिले छैन एकछिन त्यो भन्नुहुन्छ हैन अहिले हाम्रो बाँकी नै छ ए हुन्छ अहिले किन भन्नु अलिकति व्यापार हो चाहिँ उठाउनु ए हुन्छ सरलाई जिल्ला यहाँ पर आने के तुमको यहाँ भाडा तिरेको कि नहीं नहीं है नहीं ल नहीं हैप्पी न्यू इयर हैप्पी न्यू इयर थैंक यू वेलकम हो बाबु हामी त सिरेन सक्दैन सिरेन के हामी बस्नु पर्यो न मिल्यो के हामी वेलकम टु माय युट्युब च्यानल यहाँहरुलाई सबैलाई स्वागत छ र ह्यापी न्यू इयर पनि भन्न चाहन्छु आज चाहिँ हामी भूमिजुली जाँदैछौँ साथीहरु हुनुहुन्छ म चाहिँ रेडी भइसकेको छु देख्न सक्नुहुनेछ साथीहरु पनि रेडी भइसकेको छ हेलो खोल्दै हाल्नु बाइक यहाँ छिर्छ होला हामी जाउँ न चल्छौँ चल्छौँ अब ठाउँमा अब बाटो चाहियो नि त हैन ल बहिनीहरु ल ल ल ल ल कहाँ पुग्नु पर्ने हो ल बहिनीहरुलाई कहाँ पुग्नु ल हो बाबु हामी त सिरेन सक्दैन सिरेन के हामी बस्नु पर्यो न मिल्यो के अन्त अब बाइक खाली छैन 3 दिन जना त गाह्रै छ हेलो फाइनली हामी चाहिँ यहाँ मेन रोडमा आइपुग्यो अब यहाँबाट हामी चाहिँ लगभग माथि त्यस्तै होला 500 मिटर माथि पुगेपछि भूमिचुली भ्यू टावर पुग्नेछौँ फाइनली आज हामी ह्यापी न्यू इयर मनाउन 2082 साल चाहिँ अब हामी माथि गएर चाहिँ मनाउने छौँ है हामी चाहिँ लाग्यो अहिले साथीहरु अब तपाईहरुलाई माथि भेटौँला है त बाइ हेलो एभ्रीवन आज चाहिँ हामी भूमिचुली आइपुगिसकेका छौँ देख्न सक्नुहुनेछ अब पुरै गाडी आइसकेको रहेछ नि ल
यता चाहिँ बाइक पार्किङै हेर्नु न यता 65 होला घुमजुलीमा यस्तो भएको त ल अझ पानी नपरेको है के दामी हुन्थ्यो होला आमामा ल आमामा न्यु इयर त लागेकै हो नि हेलो रमिती त त्यो त डेन्जरै हो नि हामी जाडु काला त्यो रमिती भन्छ तल पनि जस्तै भूमिसुलमा आर्जन गर्छ नि रमिती जाडा नै भन्छ तल बनाउन हाम्रो रमिती ठाउँ अर्कै छ ल मान्छे चाहिँ यतिको हुन्छ भनेर चाहिँ मैले चाहिँ कल्पनै गरेको थिएन क्या वास्तवमै ओ त्यहाँ त के हो बिचतिर त पुरै साथीहरू त के हो हेलो कहिले आएको अघि नै सम्झ अघि हिँड्नु आएको गाडी उठेसम्म आएर त्यसो ए आउनुहुन्छ Excuse me, Happy New Year. Happy New Year. Thank you, welcome. Okay. साथीहरू बाटोमा चाहिँ नबस्दिनु भएको हुन्थ्यो त्यही पनि ठिकै छ आइपुग्यो Happy New Year. यताबाटै घुम्ने ठिक होइन हामी चाहिँ अघि नै आइपुग्यो होला होइन ल कस्तो भइरहेको छ गाडी एकदम नानी दामी भइरहेको छ ल पाहाडले पनि दामी भइरहेको छ अरे मलाई लाग्छ यहाँ सबैजना रमाइलो भइरहेको होला हेर्न सक्नुहुनेछ ल अहिले हेरौँ न अहिले ल जाउँ बडा पनि माइदलमाले धमदलमाले आमामा भजन कीर्तनदेखि लिएर सबै रहेछ साथीहरू देख्न सक्नुहुनेछ खै होला नि त हेर आफ्नो यार ल पसल पनि रहेछ रसीको यो रसीमा मामा बेसी मामा तर वास्तवमा रसीमा रहेको मामाहरू पनि रहेछ हेलो मामाहरू कतिखेर गाडीले लासो लासो खानु पनि खान्छ भजन लाग्ने ल ल ल ल कति होला ए ल ल ल पसल पनि रहेछ हेलो यस ए हुन्छ हुन्छ फाइनल्ली चाहिँ देउता भएको ठाउँमा आइपुग्यो होइन मन्दिर भएको ठाउँमा मन्दिरमा धामीहरू देख्न सक्नुहुनेछ होइन हुन्छ यहीँबाट दर्शन गरिदिउँ ल साथीहरू दर्शन गरौँ त ल स्वच्छ मनले दर्शन गरौँ यहीँबाट गरिदिउँ सक्यो कि ल मोमो पनि डेन्जर तरिकाले बनाउनु भएको रहेछ दिदीहरूलाई ह्याप्पी न्यु इयर ल दिदी हामी अहिले आउँछु ल कसरी हो एउटाको 100 रुपियाँ ल हामीलाई नि एउटा दिनु पर्दैछ भाइ काटेर दिदी हामीलाई एउटा दिनु ल काटेर यो पनि 100 रुपियाँ हो ए प्लेटको चाहिँ 100 रुपियाँ हालो न हालो एक प्लेट हालिदिनु कुन कुन हो यो दुईटा मात्रै हो ल हामीलाई पनि हालिदिनु ल भयो होला दिदी कति वर्षको एक्सपिरियन्स हो दिदी खत्रै बनाउनु हुँदो रहेछ त नानी खत्रै बनाउनु रहेछ ल हाम्रो आयो है नुन निप्छ नुन हाल्नु नि
चाँदो युसुफ या तपाईँहरूको चाहिँ न्यु इयर कस्तो भइरहेछ होइन हाम्रो चाहिँ न्यु इयर एकदम राम्रो हुनेछ अघि चाहिँ हामीले के खायौँ मेवा र खरबुजा खाइसकेका छौँ भने अब चाहिँ हामी चटपटे खान गइरहेछौँ साथीहरू चटपटे हेलो भैया कसरी हो प्लेटको कसरी कसरी प्लेटको होइन सर 50 रुपियाँ कति आउँछ 50 कति आउँछ यस्तो हुँदैन नि यार धेरै दिन पऱ्यो क्या पसलमा है के पनि हो यार जति भन्नुहोस् त्यति दिन्छु डबल दिनु पर्यो के थोरै आउँछ नि के हो खानै नखाने हामी धेरै छ नि त फेरि हामी त धेरै मान्छे थिए हेरेर त आएको यहाँ कहाँ आउँछ सर एक्लै भएको भाइ त्यो पनि हो के गर्ने बरु लाने हामी जस्तोले चाहिँ हामी खाइदिने हो ठिक हो हुन्छ हामी चाहिँ अब चटपट खानु नगरपालिका पारा अरे भाइ पता है भाइ इधर हामी यार म यार पाका छैन क्या यार हेर्दै काट्छ नि त एकदम भोक लागेर कस्तो भइरहेछ त भुइँमुचुलीको दर्शक ठिक छ कस्तो भइरहेछ कस्तो भइरहेछ ठिक भइरहेछ ल एकचोटि हामी उहाँलाई सोधौँ न उहाँलाई हेलो तपाईँ घर कहाँ हो सरलाई तपाईँलाई यहाँ राख्नु भएको पैसा तिर्नु भएको छ तपाईँले यहाँ भाडा तिर्नु भएको छ भाडा तिर्नु भएको छैन अनि हाम्रो चाहिँ बाइकको चाहिँ यहाँ शुल्क लिने तपाईँले नलिने हुन्छ तपाईँ त यहाँ व्यापार गर्न आउनु भएको मान्छे हो नि त तपाईँले लिनु भएको छैन नि त तपाईँलाई यहाँ भाडा लिनु भएको छैन तपाईँलाई छैन ल ठिक छ यता अब हेलो दोस्त क्या है नाम क्या है घरमैतिर कसले ल्याइसक्यो चिट खै दे चिट नहीं है म एउटा क्वेसन सोध्न आएको है वास्तवमा चाहिँ म चाहिँ यहाँ पहिल्यै चढिसकेँ हो म क्वेसन सोध्न आएको कसरी सर यो एउटाको 20 रुपैयाँ 30 रुपैयाँ तपाईँहरू समितिबाट उठाउनु भएको होला होइन तर मेरो एउटा क्वेसन चाहिँ के भन्दाखेरि सर होइन हाम्रो बाइक पार्किङ गर्न पैसा लियो तर त्यो बिजनेस गर्न आउने त्यो सामान बेच्न आउनेहरूले कुनै पनि पैसा तिरेको छैन अरे उठाउन बाँकी हो ए ल त्यो चाहिँ उठाउनु पर्यो त्यो चाहिँ तपाईँले गर्नु पर्यो किन भन्दाखेरि हामी त्यहाँ आएर सोद्धाखेरि चाहिँ छैन भन्नुहुन्छ होइन ए हुन्छ तपाईँले गर्नुभयो ठिक हो म चाहिँ त्यो मात्रै सोधौँ भनेर आएको तपाईँले क्लियर गर्नुभयो हस् धन्यवाद हुन्छ के हो हामी चढौँ जाउँ त 20 रुपियाँ एउटाको 30 रुपियाँ हामी कतिजना 6 जना हो 30 रुपियाँ रहेको छ ल 6 त्यहाँ 18 180 रुपियाँ भयो ल हामी 6 जना काटिदिनु त छिर्नु माथि चढ्ने अन्त है 500 नै यहाँबाट सर हाम्रो 6 जना ल
पैसा होइन टिकट यता होइन यता साधारण उल्टो घुम्नुभयो अरू बेला सित्तैमा यहाँ गएर चढ्न हावा खानु पाउँछ आज 30 रुपियाँ तिर्नु पर्यो यार हेलो हामी चाहिँ अहिले भ्यू टावर चढ्दैछौँ साथीहरू देख्न सक्नुहुनेछ माथि रहेछ त्यस्तै गर्न चाहिँ नपाए साथीहरू त्यहाँ चाहिँ पुरै रमन भइरहेको रहेछ हेलो साथीहरू हामी चाहिँ फाइनली घुमिसेर आएर पनि दर्शन गरिसकेको अवस्था छ अब देख्न सक्नुहुनेछ हामी चाहिँ भुटान पनि चढिसकेको छ अब देख्न सक्नुहुन्छ मान्छेहरू धेरै छ यहाँ साथीहरूले ह्याप्पी न्यू इयर लगाइरहेको छ होला हेलो हेलो यतिखेर मैले आइपुगेँ है बाइक त अब आधी मात्र भइसकेको छ ल सबै बाइक भइसकेको रहेछ अब हामी चाहिँ जानेछौँ हेलो हामी चाहिँ फाइनली फर्किसकेको अवस्था छ यहाँहरूको न्यु इयर कस्तो भयो हाम्रो चाहिँ एकदम राम्रो भयो रमाइलो भयो अब एकछिनमा हामी ड्राइभ गरेर हामी चाहिँ गाउँ जानेछौँ के अरे घर जानेछौँ पानी पर्न लागेको छ अवस्था कस्तो भयो त हाम्रो राम्रो भयो नि त ल न्यु इयर चाहिँ हाम्रो बबाल भयो आशा छ तपाईँहरूको पनि बबाल भयो होला इन्जोय गर्नु होला हामी चाहिँ फर्किसकेको अवस्था छ गाइस हेर्न सक्नुहुनेछ यस्तो छ ल पानी पर्यो ल है साथीहरू अरे पानी पर्यो भने बर्बाद हुन्छ राङकोट पनि छैन होइन कसरी जानु हिले भएर ल ह्याप्पी न्यु इयर है ह्याप्पी न्यु इयर ल ल हामी चाहिँ अब अघि जुन ठाउँबाट आएको हामी त्यही ठाउँबाट फर्किसकेको अवस्था छ ल हामी चाहिँ फर्किसकेको अवस्था छ सक्नुहुनेछ ल आजलाई भिडियो यति नै भन्न चाहन्छु न्यु इयरको भिडियो यति नै भयो यहाँहरूलाई कस्तो लाग्यो आशा छ राम्रो लाग्छ होला यदि राम्रो लाग्यो मन पर्यो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु हस् त यति नै ह्याप्पी न्यु इयर